बजे नाइ डाक्टरले केही पनि नगर्नु भने सर्काउन मिल्यो लुरुक्क परेर आफै गरेर पानी ल्याउनु त ठिकै हो केटा त्यहाँबाट थाङ्न बुको थाङ्न त्यो पनि त केटाहरूले दिने हो नि त्यहाँबाट जानु डाइपर ल्याउनु डाइपर लिएर आयो अनि 4 आज यसले 7 वटामा छेरेपछि धुनु है सागडा दिनु पर्यो आफैले अहिले त फेरि देखाउने चलन छ हेर्नुहोस् पहिला छोराछोरी कसको पाए गाउँमा कसले पायो 8 वटा 13 वटा पाउँदा कसको सन्तान फलानु ए हुलाइ कान्छा छोरो हो कतिवटा बाबु 6 वटा आमा मेरा गाउँका चेलीबेटी आदिन सबै थाहा पाएर मरे फेरि डाक्टर साहब मलाई चिर्दिनु भन्छ त्यस्तो जमाना अनि त भुडी देखाएर खिचेको फोटो पोस्ट गरिसकेपछि तलपट्टि छिमेकीले वाउ नाइस कत्रो दामी भुडी नि त्यसका पाउ जमाना त देखाउने आयो अझ हुँदा प्रियङ्का कार्कीले त नाइटमा पाए बेला र जुस खाएको रे हातै दुलो बस्दैन हातै समय तानौला बिरतीले तिमीलाई मानौला हातै समय तानौला बिरतीले तिमीलाई
आको हौ कि गजुर ए मेरो हजुर मेरो नेपाली हो खै त फुड फेस्टिभलको सिन्धुलीको माया यही हो त हजुर हजुरको घर कहाँ सर बहादुर खपाङीमा बे गर्ने हो ल हेर्नुहोस् बे गर्ने भन्नुहुन्छ उहाँ हाम्रो जोकर भाइले पनि यति एक हातले उचालो ल्याउनु भएको छ हाम्रो हास्य कलाकार जुन टुल्की नारी सौतनी आमा उठी गयो त ताली वाउ सिन्धुलीको यो हो मा मन पर्यो भन्नुहोस् ल 22 वर्ष यता पनि हुन्छ कोही मन पर्यो 22 वर्ष पुगे ल भर बोयफ्रेन्डले छोडे कोही छ त्यही झोकमा हान्दिउँ न कि चाहिँ बरल हुन्छ यसो दाइ त साइ त दिन नि पर्दैन छ हजुरले को मन पर्यो लिपस्टिक लगाएको कि नलाएको नलाएको है साथीहरू है उहाँले साथीहरू कम बुद्धिमानी हुनुहुन्छ लिपस्टिक उठाएर लाग्यो भने ल दिने सर हजुरले नै चुज गरिदिनु पर्ने भयो बोयफ्रेन्ड खोज्दियो भने त्यो कहाँ गएछ अहिले जागी ए कता 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 यो यहाँ बहिनी ल यो मास्क ल्याउने बहिनी थ्याङ्क यू सो मच थ्याङ्क यू एक्चुअली डोरबहादुर खपाकी सिन्धुली जिल्ला पर्या घण्टाको आयो कति आन्दोलनले रोको जनताको खायो राजा साजा हटाएर गोरुहरू ल्यायो अनि संविधान बनाएर नाकाबन्दी छायो त्यसैले मन्त्रीज्यू तपाईँ भारत जानुहोस् मोदीज्यूले हगेको पाचक खानुहोस् पानी र जमिन बेच्नुभयो बेच्नको लागि अब आकाश लानुहोस् अनि खाडीमा पानी दिन बाकस लानुहोस् है हामी जनता पनि ठिक छैन है हामी जनता चाहिँ कस्तो हुन्छ भन्दाखेरि होइन आज एमाले र काङ्ग्रेसले मासु भात खुवाउँछ अरे मोबाइलमा हिंसा पेट्रोल पाउँछ अरे अनि यस्तो यस्तो नेपालीले नयाँ नेपाली आउँछ अरे ठुक्क हामी नेपाली दिमागमा ढिलो छ विदेशको बाटो सफा टोली बोलाउने रहेछ हो मलाई देशको माया छ माया लाग्छ मलाई पेटको पनि हो परदेशी बन्थेनौ फल दिए राम्ररी खेतको बाली हो मलाई देशको माया छ माया लाग्छ मलाई पेटको पनि हो परदेशी बन्थेनौ फल दिए राम्ररी खेतको बाली होइन त सबैजनाले मैसँग आउने हो त मलाई तिम्रो साथ दिन्छु म दुःखमा हार्ने साथीको साथ दिन्छु म खुसीको दुःख होला तिम्रो परि खुसीको बचौरीले ढाकिदिन्छु म तिमी छुट भए चम्किनलाई मिल्छु मेरो यो मन मेरो रातको जलले तिमी हो मैले दिन दिने छिनछिन खाए छुरटको धुवामा तिमी छौ लासो तिम्रो माइ जुटके थ्याङ्क यू मेरो हातमा रुपैयाँ
यति भएपछि काम कुरा चलिहाल्यो नाम पुरा बजारमा भाइरल छ ऐया पसन्न तिमी पसन्न तिम्रो फिस्केको तिमी पसन्न तिमी टप्पको बढी माया पायो होला बढी तर हाम्रो नि छुट्टै छ हसल्ल सालै हानमा यदि उकिएर बच्छौ भने मलाई अरू सबै ब्लक पर्ख नपर्ख एकछिन पनि तिमी पर्ख यो कता फेरि तिम्रो हातबाट फुटिएर जिन्दगीको मजा गर्नु पर्छ मलाई नकोच ठुला ठुला रेस्टुरेन्टमा म भेट्दिन्छु चौधको भट्टीमा यदि तिम्रो बाउले मलाई भेट्न बोलाए आइदिन्छु सेक्टो र चट्टीमा किनकि लगत पहिल रक्सी जम्मे छ आफ्नो शरीरको तिमी बाउदिन नकौसोल तिमी होइन प्रियङ्का भट्टीमा तिमी त कपनी बितोलेको तिमी फुर्काउँछु म तिमी जस्तो बितो बित्न गर्छु म गेल्ला तासको भट्टीमा फेरि पैसा होइन तिम्रो पेरी छ हाम्रो भाइको कल्तीमा पैसाको थाप सोल्टीमा फुक्दिन्छु पैसाको हक्कीमा मलाई नखोज्छ ठुला ठुला रेस्टुरेन्टमा म भेट्दिन्छु बेलुकाको हक्कीमा यदि तिम्रो बाउले मलाई भेट्न बोलाए आइदिन्छु सेन्डो र चट्टीमा किनकि रगत छैन रक्सी जम्मे छ हाम्रो शरीरको हक्कीमा तिमी यति बाउले नकौसोल तिमी होइन प्रियङ्का हक्कीमा तिमी मेकअपले तिमी बोलेको तिमी फिर गरिदिन्छु म हक्कीमा तिमी जस्तो कोही भेट्ने गर्छु म खेल्न तासको Kaca, looks so this is money of Kaca. Oh, so we are Kaca.